हेलो एन्ड नमस्ते साथीभाइहरू। आज चाहिँ हामी यहाँ दिल्ली आइरहेछौँ। दिल्ली आएर होटल ट्याक्क बसेका छौँ। खास दिल्ली आउनुपर्ने कारण चाहिँ अर्कै छ। अब घुम्न भनौँ न अहिलेलाई चाहिँ भाइ पनि छ यता। हामी चाहिँ यहाँ दिल्लीमा आएर बसिरहेका छौँ। अब यसो यतातिर घुम्छौँ हामीहरू, के हुँदो रहेछ हेर्छौँ पनि घुम्छौँ पनि। अब आज चाहिँ सब लोग गर्छौँ। दुईवटा भाइहरू उता लोकेसन हेरिरहेछ, कता कता घुम्ने भनेर हेर्दैछौँ। अब मेन चाहिँ भाइहरूलाई अब चप्पल सप्पल पनि किन्न पर्छ, यसो हेर्छौँ गएर के हुँदो रहेछ। अनि तपाईँहरूलाई देखाउँछौँ है त गाइज। ल स्टेट्युन हेर्दै गर्नु होला। ल साथीभाइहरू, हाम्रो भेष भाइ चाहिँ उता राजु भाइ चाहिँ झिक्न गएको छ। अब पैसा आउँछ कि आउँदैन त्यही, पैसा यति आउँछ भयो। पैसा कति आउँछ है त मुठा ठग्दो रहेछ क्या। पैसा जति साथै त्यति पैसा लिँदैछ। अब हेरौँ साथीभाइ, हाम्रो भाइ पैसा झिक्रा 15,000 निकाल्छ भन्दा 1500 निकालेर आइरहेको छ। आउन चाहिँ आएछ है, एटिएमबाट पैसा निस्किन चाहिँ निस्किन्छ नेपाली एटिएमबाट। 15,000 भन्ने निकाल्नु गएको, उसले चाहिँ 1500 निकाल्छ है। मलाई चलिरहेको के गरी आएर 1500 15,000 हानेको होइन, लत्तै 1500 निस्किरह्यो। अब उसको चलाउनै नआइदिरहेको एउटा सुन्ने छोडिएर उसको 15,000 हार्न लाग्यो। उसले खास निकाल्दाखेरि 1500 आएर, तर 1500 निकाल्दाखेरि 236 रुपियाँ काटिसक्यो गाइज। यहाँ घाटा लगाइसक्यो हामीले। सुधी भाइको यो चप्पलको चक्कर हामी गाइज हराउने भइसक्यौँ आज। इधर चप्पल यता छ। ल चप्पल यहाँ आयो, हामी चप्पल हेर्छौँ। सुधी भाइलाई कुन मनपर्छ गाइज। एकचोटि सब लड्कीवाला चप्पल लड्का भी लड्का चप्पल भी अब हामी भाइले चप्पल किनेर जान्छौँ। ल सुधी भाइले त्यहाँ चप्पल भएन, हामी अर्को चप्पल हेर्न आइरहेको छौँ। मेन आज दुःख दिने नै उयो भाइलाई चप्पल किनेर आइसक्यौँ। भाइ कस्तो लाग्यो आज सपिङ? बहुत बुरा है, बहुत बुरा है, बहुत महँगा लेख्दा होइन। हामी एउटा चप्पल लिइसक्यौँ। यहाँ चाहिँ कस्तो गर्दो रहेछ भनेदेखि यो नेपाली भन्ने बित्तिकै मिरारमै नेपाली लेखेको छ। पहिले एकचोटि महँगो भनिदिने 100मा दिने चप्पल एकैचोटि 400 500 भन्दो रहेछ। अनि बार्गेनिङ गर्दा गर्दा जम्मा 120मा दियो है। 500 भनेर चप्पल 120मा दिइसक्यो। यिनीहरू ठग्दो रहेछन्। नेपाली भनेपछि चाहिँ महँगो भन्नुपर्छ, ठग्नुपर्छ भन्ने यिनीहरूको सेन्स हुँदो रहेछ है गाइस। तपाईँहरू पनि इन्डिया आउनु भएको छ भने विचार गर्नु होला। यहाँ इन्डियामा चाहिँ साथीभाइहरू एकदमै यो ट्राफिक रुल्स चाहिँ पालन गर्दो रहेछन्। न हेलमेट लाउँछन्, हर्न ट्याटेर टुटु बनाउँदै बाइक दौडाउँदो रहेछन् होइन। अनि फेरि न लुकिङ ग्लास छ, न केही छ, न तपाईँको साइड लाइटको प्रयोग गर्छन्, न ट्राफिक लाइटको प्रयोग गर्छन्। मान्छेलाई हामीलाई अस्ति दौडिन्छन् यार। हामी चाहिँ यहाँबाट बाटो काट्दैछौँ, तै पनि यस्तरी आउँछ के हानुलाई चाहिँ गरेर आउँछ। हामी यहाँबाट बाटो काट्दै हिँडिरहेछौँ यताबाटै। बाटो काट्दाखेरि यहाँ छौँ हामी सबैजना। हाने जस्तो लिएर हिँड्छ यार, खुट्टैबाट लिएर हिँड्छ नि। गर्मी यस्तो छ, आप्पा पुरै आगो पुगेर यहाँ उमाल्न लागेको के भन्छन्, त्यो आगो पुगेर पुरै गुम्म भएको जस्तो भयो। रुममा गएर फ्रेस हुनुपर्छ। रुममा गएर फ्रेस हुनुपर्छ। अब गर्मीले चाहिँ लास्टै गाह्रो बनाउँदो रहेछ। हाम्रो बानी पनि नभएको होला उता। अब काठमाडौँ चिसो छ नि त। अनि अब यहाँ चाहिँ यो पाहाडगञ्ज के भाइ, यो पाहाडगञ्ज होइन। अब हामी चाहिँ यो न्यू दिल्लीको पाहाडगञ्ज एरियामा छौँ। फेरि यो के भन्छ टुकटुकी हो कि के हो चाहिँ हानुलाई जस्तो लिएर आउँछ फेरि हामीलाई। गाह्रो छ यहाँ। साथीभाइहरू अहिले चाहिँ हामी अब उसबाट निस्क्यौँ होटलबाट। खास हामी यता घुम्नलाई जाँदैछौँ, यता लाल किल्ला, त्यसपछिबाट यो दिल्ली टावर, दिल्ली गेट के छ अरे नजिक। अनि चाँदनी बजार पनि छ अरे, चाँदनी चौक चाहिने हुन्छ नि त, त्यो बजारहरू के रहेछ हामी तपाईँहरूलाई पनि देखाउँछौँ। यसरी हिँड्दैछौँ हामी। ल साथीभाइहरू, हामी चाहिँ अब लाल किल्ला घुम्न गइरहेछौँ। लाल किल्ला अटोमा गइरहेछौँ हामी चाहिँ। यस्तो छ, चट्ट घुमाउँछौँ हामी इन्डिया चाहिँ। ईमानदारी हम लोग का ले जाते हैं। भाइहरू पछाडि छ हो। अब हामी चाहिँ लाल किल्ला जान्छौँ, घुम्छौँ। अब एकछिन यहाँ मस्त।
वो हम काठमाडौँ से हम नेपाल जा रहे हैं काठमाडौँ के तो भाई जोरपाटी का और पार्टी जोरपाटी हाँ जोरपाटी अभी जो जीता उसी का पार्टी में हूँ। जोरपाटी जगह का नाम जोरपाटी अच्छा अच्छा ये लेना जगह का नाम अभी जो लड़का जीता वो कैसा है? वो बालन शाह बहुत अच्छा है बहुत अच्छा हाँ बहुत बढ़िया। अच्छा है हाँ वो अगले बार जो बैठा रहा था ऐसे वो क्यों नहीं बैठा गया? हम जीतेंगे तो बैठेंगे, हाँ नहीं जीतेंगे तो कोई बात नहीं। नहीं कोई बात नहीं क्या है कि नहीं? और वहाँ का करप्शन है ना हाँ। बहुत टाइट कर दिया है बढ़िया किया। हाँ वहाँ के ये जनता के जो शास्त्री है ना हाँ, हाँ। अब बहुत कम होगा अच्छा बंदा बहुत हिम्मत वाले बालन साहब हाँ चिंते आप जानते हो हाँ हाँ बोला बात कर रहा है, मोबाइल में देख रहे हैं, टीवी में देखते हैं। ल साथीहरू हाम्रो बालन सरकारको बालन शाहको चाहिँ यहाँ उहाँले पनि प्रशंसा गरिरहनु भएको छ बालन शाहलाई उहाँले पनि चिन्नु हुँदो रहेछ अनि अहिले कुरा गर्दै हुनुहुन्छ अब जो हाम्रो बालनको चाहिँ सबैतिर चर्चा परिचर्चा भइरहेछ है अब यस्तै गरी देश विकास गर्दै गयो राम्रो काम गर्दै भयो भने फेमस हुन्छन् हाम्रो बालन शाह पनि ल साथीभाइहरू हामी लाल किल्ला आइसकेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ उता पछाडि लाल किल्ला अब यता टिकट लिनुपर्छ अरे हामी चाहिँ अब यता गएर हेर्छौँ उता जान्छौँ टिकट काटेर भित्र के गर्छौँ यहाँ चाहिँ अब पहिलोचोटि आउँदैछौँ हामी लाल किल्ला पछाडि देखिरहनु भएको छ अब भित्र छिरेर चाहिँ सबै घुमघाम गर्छौँ यहाँ चाहिँ सबै अटोहरू नै छ यो अटोहरूले चाहिँ घरि कति भन्छ पैसाहरू यहाँतिर चाहिँ यस्तो छ यी मार्केट टक्क जुसहरू यहाँ फ्रुट्सहरू यस्तो लागिरहेछ यता चाहिँ यहाँको मार्केट यस्तो छ साथीहरू हेर्नुहोस् काँक्रो बेचिरहेको छ यता यता उयोहरू छ चस्माका सब यिनीहरू ल यस्तो छ गेट चाहिँ उता छ हामी त्यहाँ छिर्ने अहिले चाहिँ यता यस्तो छ घामले चाहिँ आँखा हेर्न सकेको छैन गाइजी लाल किल्ला यहाँ आउँदैछौँ एकदम टल्किरहेको छ अब आँखै देख्दैन भित्र छिरेको छौँ हामीले टिकट लिनुपर्छ अरे यता टिकट चस्मा छुटेछ नि यार बिर्सेछ चस्मा लगाएर आउनु पर्ने चस्मा रुममै छुट्यो गाइज अब यता लाल किल्ला छ है अनि उता चाहिँ लाल मन्दिर छ गाइजु त्यसमा पनि जान्छौँ मैले हामी घुम्नलाई अब अहिले चाहिँ हामी यहाँ बिचमा झर्या भएर अब पहिला यता लाल किल्ला जान्छौँ अहिले त्यसपछि चाहिँ हामी यता यो लाल मन्दिर पनि रहेछ अहिले चाहिँ यो लाल किल्लामा गइरहेछौँ साथीभाइ हेर्नु इन्डियाको घुममा यस्तै भइरहेछ गर्मी चाहिँ लास्टै धेरै गर्मी छ आँखै हेर्न सकिन्छ छैन घाम तर विशाल देश लाल किल्ला यो छिर्ने ठाउँ अझै आइपुगिसकेको छैन टिकट काट्नुपर्छ अरे 85 रुपियाँको त्यो टिकट काटेर चाहिँ हामी लाल किल्ला छिर्छौँ है गाइजलाई हामी यहाँ टिकटको लागि रोकिरहेछौँ गाइज लाइन छ 2-4जना पछि हाम्रो पाला आउँछ यहाँ टिकट लिन्छौँ ल गाइज हामीले टिकट लिइसक्यौँ हेर्नु हामीलाई चाहिँ पर पर्सन 80 रुपियाँ लिएको छ 50 र 80 दुईवटा थरी छ एउटा म्युजियम हेर्नलाई चाहिँ 50 के अरे सरी 80 म्युजियम नहेरिकनलाई चाहिँ 50 रहेछ अनि यतै भाइहरू चाहिँ यहाँ सामान राख्नलाई गइरहेछ सामान राख्न पनि छ सामान राख्नको लागि चाहिँ 2 रुपियाँ प्रति रहेछ ल हेर्नु अब हामी टिकट लिइसकेका छौँ अब छिर्छौँ है त गाइज ल लाल किल्ला लाग्यौँ गाइज हामीहरू उक्लियौँ अब यता टिकट देख्नु कहाँ हो त्यो हामी बुझ्छौँ भित्र भिडियो खिच्नु दिन्छ कि दिँदैन त्यो बुझ्छौँ भिडियो खिच्नु दियो भने भित्रतिर गन निकाल्छौँ दिएन भनेदेखि यहीँ बाहिरबाट नै तपाईँहरूलाई देखाउँछौँ यहाँ चाहिँ एउटा स्ट्याम्प आइदिँदो रहेछ गाइज इन्ट्रीमा सेल्फीहरू हुँदो रहेछन् अब हामी छाप हानेर अब भित्र छिर्छौँ खास यहाँ भित्र सेल्फी स्टिकहरू चाहिँ लामिदिँदो रहेछ हाम्रो राजुभाइ सेल्फी स्टिक ल्याएको थियो सेल्फी स्टिक राख्नलाई पठाइदिइसक्यौँ हामीले अब हामी यहाँबाट छिर्छौँ गाइज अब भित्र चाहिँ फोटोसोटो भिडियो खिच्न चाहिँ दिन्छ अरे सेल्फी स्टिकहरू चाहिँ मलाई छैन अरे सेल्फी स्टिकहरू चाहिँ नट अलाउड के छ हाम्रो भेष अहिले कस्तो भइरहेछ फेरि मलाई त्यहाँ गर्मीले गर्दाखेरि धुवा निक्लिरहेको छ हौ गर्मी चाहिँ एकदमै गर्मी छ अब भित्र हामी देखाउँछौँ तपाईँहरूलाई के हुन्छ सबै घुम्ने गर्छौँ गाइज है त हामी चाहिँ सेक्युरिटी चेक भएर भित्र पास भइसक्यौँ गाइज त्यहाँ चाहिँ सेक्युरिटी चेक भयो अनि अब हामी 4जना भित्र छिरिसक्यौँ यसै गेटमा आइसक्यौँ हामीहरू है लाल किल्लाको लागि एकदम ठुलो जग्गा छ यहाँ चाहिँ तपाईँहरूलाई देखाउँछौँ हामी भित्र चाहिँ छिरिसक्यौँ अहिले ल ठ्याक्क हामी इन्ट्रान्समा छौँ गेट चाहिँ अगाडि छ लाल किल्ला अगाडि जग्गा एकदम ठुलो छ ठाउँ चाहिँ
केटाहरू पनि उता आउँदैछ यहाँ चाहिँ तोप छ गाइजी गेटमै दुईवटा तोप लगाइरहेको छ भाइ उ गर्न लागिसक्यो अब हामी चाहिँ गेटबाट छिर्यौँ है गाइजी यस्तो छ ल हेर्नु गाइज गेट लाल किल्लाको गेट यस्तो छ भित्रको सिन यस्तो छ गाइस हेर्ने बित्तिकै ल लाल किल्लाको गेट चाहिँ यता छ है यताबाट छिर्यौँ हामी यताबाट यस्तो छ भाइहरू यता फोटो खिच्दैछ त्यहाँबाट छिर्यौँ हामी गेट यस्तो छ यता यहाँ चाहिँ पसलहरू पनि हुँदो रहेछ गाइस भित्रै सामानहरूको अनि पसलहरू यता यस्तो यस्तो छ उता हेर्नु चाहिँ ल पुरा दुईपट्टि चाहिँ दोकानहरू राखेको हुँदो रहेछ सामानहरू बेच्नु ओर्नलाई अब म्युजियमहरू पनि छ अरे भित्र त्यो म्युजियमहरू पनि हामी हेर्छौँ अहिले चाहिँ यस्तो पसलहरू देखिरहेछ है आउनु नपाइकन ल हेर्नुहोस् गाइज यस्तो छ है यहाँ चाहिँ पुरा चौरहरू यस्तो बगैँचाहरू रहेछ है भित्र चाहिँ हरियाली छ अझ यो बर्खा सिजनमा त झन् यहाँ रमाइलो राम्रो हुन्छ होला ग्रिनरी एकदम हरियो देख्छ होला अहिले चाहिँ अब यो गर्मीले गर्दा उरा लाग्दो देखिरहेछ तैपनि अलिअलि हरियाली त छ भित्र चाहिँ एकदम शान्त शीतल हुँदो रहेछ गाइज यहाँ छिरेपछि चाहिँ बाहिर चाहिँ एकदम धेरै गर्मी छ तर यहाँ चाहिँ एकदम रमाइलो छ है शीतल छ मेन कुरो भनेकै शीतल ल हेर्नुहोस् है सिन यस्तो छ है गाइज भित्रको भित्र यस्तो हुँदो रहेछ उनीहरूको पसलहरू पनि छुट्टा छुट्टै हुँदो रहेछ भित्र पनि आफ्नो उयो गरेर राखेको अनि यहाँभित्र पनि अलग अलग टिकटको त्यो छुट्टा छुट्टै ठाउँमा जाने छुट्टा छुट्टै टिकट लिँदो रहेछ अनि काहीँ चाहिँ थ्रेटरवाला टिकट हुँदो रहेछ काहीँ नर्मलवाला काहीँ के तर भित्र कस्तो आनन्द यो रुखहरू बिरुवाहरूले गर्दाखेरि चाहिँ हरियाली आउँदो रहेछ क्या साथीहरू हेर्नुहोस् बाहिर एकदम धेरै गर्मी छ भित्र चाहिँ एकदम शीतल भइरहेछ हामीलाई स्कुटर पनि ल्याउँदै रहेछ यहाँभित्रै लिएर आइराखेको छ घुम्छौँ अब हामी यता सबैतिर राम्रोसँग हेरौँ गाइस मसँगै तपाईँहरू पनि घुम्नु होला इन्जोय गर्नु होला मेरो ब्लगमा चाहिँ घुमघाम भइरहेछ है केटाहरूको चिलमा छ आनन्द त्यस्तै हो गर्मीले गर्दाखेरि साथीहरू बाहिरको भन्दा यहाँ विशेष मन परेको कुरा चाहिँ शीतल छ आनन्द छ बाहिर एकदम धेरै गर्मी छ यहाँ चाहिँ गर्मी छैन अब जङ्गल पार्क छ नि त यहाँ अनि त्यसले गर्दाखेरि चाहिँ हामी छिरेको कताबाट हो हामी छिरे पछाडिबाट ए त्यस्तै देख्दो रहेछ अनि मात्रै सबै छिरेर फेरि आर्किटेक्ट चाहिँ उस्तै छ अनि हाम्रो यो भेष भाइ चाहिँ झुकिरहेको छ कताबाट छिरे हामी यही बाटो आयो कि के हो भन्दैछ तर हामी चाहिँ झुकिँदैन किनकि हामीलाई थाहा छ नि त ग्रुपमा चाहिँ सबैभन्दा बाटो यो भाइ र म छौँ दुईजना चाहिँ अलि लाटा दुईवटा भाइहरू चाहिँ अलिकति थाहा पाउँदैनन् है ठाउँको ठाउँ यहाँ पनि छलिएर यो कुन ठाउँ हो यो कताबाट आइपुग्यो भनेर सोध्छन् उनीहरू चाहिँ अनि हामीले भनिदिनु पर्छ उनीहरूलाई तै पनि अघि हिँडिराख्नु फेरि उनीहरू चाहिँ बाहिरको गर्मी छल्न चाहिँ यहाँभित्र एकदम रमाइलो हुँदो रहेछ आनन्द आउँदो रहेछ बाहिर चाहिँ घाम एकदम चर्को न चर्को घाम लागेको छ भित्र चाहिँ पार्कहरू छ अनि शीतल हावा आनन्द आउँदो रहेछ यो रुद्राक्षको बोटहरू पिपलको बोटहरू यहाँ मस्त छ क्या अनि त्यसले गर्दा चाहिँ भित्र आएर बस्न चाहिँ रमाइलो राम्रो हुँदो रहेछ शीतल मेन कुरो भनेको शीतल आनन्द आउने यस्तो यस्तो छ अनि यहाँ बस्दा चाहिँ मजा एकदम चिल भाइब्स आउँदो रहेछ है चिसो आनन्द आउँछ नि त यहाँ बसेर हेर्नु गर्नलाई हेर्नुहोस् परतिरबाट यताबाट घुम्दै आइरहेको छु मान्दो रहेछ राजाले दिएको त अनि मलाई दिन्छ फेरि अनि यहाँबाट म्युजियम छिर्छौँ हामीहरू हामी चाहिँ यहाँ सङ्ग्रहालय छिर्छौँ गाई चाहिँ मेन गेट हो सङ्ग्रहालयको अब हामी यहाँ छिर्छौँ भाइ हेर्नु चाहिँ भित्र यो चाहिँ म्युजियम रहेको छ त्यहाँबाट चाहिँ हामी इन्ट्री गर्छौँ त भएन नि त म्युजियमभित्र घुम्दैछौँ हामीहरू
सुदीप भाइ किन यस्तो सिरियस भएर बस्यो यार यहाँ चाहिँ नाना साहेब बहादुर साहब देखाइरहेको छ अरे यता चाहिँ हामी पुरै यो घुम्दैछौँ हेर्नुहोस् यो चाहिँ म्युजियम छ है लाल किल्लाभित्रको म्युजियम चाहिँ यस्तो रहेको छ साथीभाइ म्युजियम घुमघाम चलिरहेको छ हाम्रो यहाँ चाहिँ उनीहरूको सैन्य विद्रोहहरू अनि कहिले कहिले एकीकरण भएको सबै यहाँभित्र चाहिँ देखाइरहेको छ भूतल प्रथम तल द्वितीय तल भनेर सबै देखाइरहेको छ भाइ नाचिरहेको छ उसलाई चाहिँ इन्जोय गरिरहेको छ पुरै अर्को भाइ चाहिँ पुरै हानिरहेको छ यता अर्को रुमतर्फ जाँदैछौँ हामी यो बाटो हुँदै यता छ यस्तो छ गाइज अलहरू चाहिँ देखाओरेको छैन केही पनि हामी चाहिँ त्यसै गर्छौँ यहाँ हात हतियारहरू चाहिँ कहिले नाना साहेब पेसेवा कि तलवार रे तलवार त्यो बेलाको यस्तो छ यो भालाहरू के तीर छ यता यो सिङ हो सिङ दुईतिर सिङ हाल्ने अनि भुकु भुकु गर्ने यस्तो भर्याङ छ साथीभाइ भर्याङ मिल्दा छ भने सानो भाइले चाहिँ अगाडि लाउनु तिमी लम्बु छौ अनि छेकिहाल्छ अगाडि नै अगाडि फेरि सिधै अगाडि यता चाहिँ मासु तलमा आइसक्यौँ साथीहरू हामी चाहिँ उनीहरूको एकीकरण गर्दाखेरि लखनऊहरूको कता कताको सबै राखिराखेको छ यहाँ यस्तो छ तल यस्तो छ उता यस्तो छ यहाँ पनि हात हतियार छ है हेर्नु होला यहाँ चाहिँ बहादुर शाहको लुगा छ गाई बहादुर शाहले लगाएको लुगा यस्तो रहेछ हामी म्युजियम हेरेर निस्क्यौँ है गाईले बाटो भित्रबाट निस्क्यौँ म्युजियम चाहिँ यही रहेको थियो यहाँभित्रको कुरा अब चाहिँ बाहिर सर केटाहरू उता छन् अब यो एरिया घुम्छौँ हामीहरू शान्त छ यहाँ चाहिँ यो कोलाहलबाट एकदम यो भिडभाडबाट चाहिँ भित्र छ अनि आनन्द छ भित्र चाहिँ खास घुम्नलाई हमारा फिल्टर वाला पानी है ना अरे त्यसमा पानी त हमारा भी है भाइ हाम्रो त एकदम के भन्छु भाइलाई प्यास लागिरहेको छ भन्दा चाहिँ यहाँभित्र पानी किन्न पाउँदो रहेछ गर्मी एकदम धेरै गर्मी छ अनि पानी प्यास लाग्नु त स्वाभाविकै भइहाल्यो साथीभाइहरू हेर्नुहोस् मस्त घुम्ने ठाउँ चाहिँ यिनीहरू हो घुमिरहेछौँ हामी इन्जोय गरिरहेछौँ केटाहरू पनि इन्जोय गरिरहेछौँ मजासँगले तपाईँको हेर्नुहोस् सिनहरू गजब गजबका छन् आनन्द हुन्छ यस्तो छ ल हेर्नुहोस् हामी एक दिन अगाडि आएर पनि एकदम फाइदा भइरहेछ नि त घुम्न गर्नलाई मस्त पाइरहेछौँ अब एक दिन अगाडि नआए भएदेखि यो टाइम हुन्थेन हामीसँग एक दिन अगाडि आउँदा चाहिँ घुम्न चाहिँ मस्त पाइरहेछौँ जे होस् टाइम छ नि त हामीसँग यस्तो छ गाई चाहिँ अर्को म्युजियमभित्र आइसक्यौँ हामी यो चाहिँ मेमोरी यस्तो देखाइरहेछ उता प्रोजेक्टर देखाइरहेछ हो म्युजियम अर्को म्युजियमभित्र आइसक्यौँ गाई चाहिँ हामी चाहिँ केटाहरू पनि घुमिरहेछन् यस्तो छ यहाँ यो अङ्ग्रेजहरूको के चाहिँ लागिरहेको छ यता यस्तो छ यहाँ लाल किल्लामा पुरै म्युजियमभित्र चाहिँ हामी यसरी इन्जोय गरिरहेछौँ गाई चाहिँ घुमिरहेछौँ प्रोजेक्टर देखाइरहेछ उताबाट केटाहरू आउँदैछ म चाहिँ यहाँ थकेलाएर बसेको छु केटाहरू चाहिँ दुईजना उता बसिरहेछ एउटा भाइ चाहिँ हिँडिरहेछ गाई ल त्यस्तै छ यो सानो क्याफे जस्तोमा आइपुग्यौँ गाइस पानी एकदम प्यास लागिरहेछ भाइलाई पानी लिनु पठाएको छ उता चाहिँ सुदीप भाइ एकदम थकित भइरहेछ भेष भाइ पनि यहाँ इन्जोय गरिरहेछ हो दाइसँग म फुल इन्जोय गर्ने दाइसँग हुनु पाएर मस्ती भइरहेछ उसलाई म जस्तो इन्जोय गर्ने मान्छे त को होला राजु भाइ उता पानी लिन गएको छन् हजुर हजुर म जस्तो इन्जोय गर्ने मान्छे त को होला र है लाइफमा इन्जोय गर्नुपर्छ यस्तो छ लाल किल्लाको ठाउँहरू गाई छ हेर्नुहोस् गर्मीले चाहिँ एकदम पसिनै पसिना बनाउँदो रहेछ गाई चाहिँ
हाय राम गर्मी त के एकदमै धेरै गर्मी छ पसिना पसिना आउँछ पानी भएर एकदम प्यास लागिरहेछ पानी ल्याउँछ भाइले अनि खान्छौँ हामीहरू एकछिन अझै घुम्नु बाँकी छ यता घुमेर अनि अब हामी यता लाल मन्दिर भन्ने छ अगाडि अनि अर्को के मस्जिद छ है उता अनि चाँदनी बजार पनि घुम्छौँ हामी चाँदनी मार्केट इन्डिया गेट पनि जान्छौँ अब टाइम कति हुन्छ कता कता घुम्छौँ हामी अनि भ्याएसम्म त भएर लिएको घुम्छौँ आइज अब यसै छ हाम्रो घुमघाम चाहिँ साथीभाइहरूलाई चाहिँ अब भन्नुपर्दा चाहिँ हामी खास बुल्गेरियाको लागि भेसको लागि आएको हो वास्तवमा भन्दा रमाइलो भइरहेछ रमाइलो भइरहेछ अहिलेसम्मको घुमघाम अब के कस्तो हुन्छ त्यो पछाडि देखाउँछौँ अब भोलि चाहिँ भाइले पानी ल्याइसक्यो गाई त हामी खान्छौँ अब ल एकदम हुन्छ चिसो पुरा फ्रिजको ल्याएर छ अब घाँटी नै बस्ने भयो चिसो ठाउँमा अब चिसो पानी खाए पो एउटा कुरा यहाँ चाहिँ साथीभाइ यो के सिमलको भुवा चाहिँ पुरै सेत्तामै भइरहेको छ अरे रुख यहीँ छ है सिमलको अब टिकट काटेपछि घुम्नै पऱ्यो केटा हो है तर घाम यस्तो घाम चर्किरहेको छ है नघुमी पनि भएको छैन घुम्नलाई पनि घामले दिएको छैन भने जस्तो भइरहेको छ यता चाहिँ ल चिसो पानी कहिले नखाने मान्छेले एक बोतल पानी सिधाइसकेका छौँ ए सिन भ्यूहरू यस्तो आइरहेको छ है घाम चाहिँ फेरि पुरा यो 40 डिग्री भन्दा पनि माथि छ होला घाम त्यस्तो भइरहेछ है पोल्ने गाह्रो छ इन्डिया घुम्न पनि गाह्रो छ यस्तो छ पार्क चाहिँ रमाइलो छ तर गर्मी भए पनि घुम्नलाई चाहिँ एकदम अच्छा भइरहेछ है गाइजरा लोथर्के ल थथो अर्के लोथर्के होला हैन यहाँ चाहिँ लोखर्के छ है आइज लोखर्के लोथर्के दौडिरहेको छ यहाँ पुरा गर्मी भएर सुतिरहेको छ पार्कमा सबैजना है गर्मी भएर यहाँ चाहिँ शीतल छ अनि यता आएर बसिरहेका छौँ हामीहरू है ल यो गर्मीले चाहिँ हारथाक बनाइसक्यो हामीलाई एकदम पानी खाँदा पनि भएको छैन शीतलमा बस्दा पनि भएको छैन है मुखै रातो भइसक्यो घामले अब हामीलाई वहाँ शीतलमा बसिरहेको बानी यहाँ आउँदा चाहिँ एकदमै गाह्रो हुँदो रहेछ गाइस अब गाह्रो भए पनि एडजस्ट गर्नु परेको छ ल हेर्नु चाहिँ सबैजना पार्कतिर आएर बसिरहनु भएको छ साथीहरू हामी फर्क्यौँ अब घुम्न चाहिँ एकदम धेरै ठाउँहरू बाँकी छ केटाहरूलाई भोक पनि लाग्यो अरे अनि अब चाहिँ हामी यो लाल किल्लाबाट चाहिँ निस्किँदैछौँ है गाइजलाई अब फेरि उता मन्दिर मस्जिदको कुन छ अगाडितिर त्यता पनि देखाउँछौँ तपाईँहरूलाई हेर्दै गर्नु फेरि भाइ हामी पुगिसकेका छौँ फेरि भित्र यस्तो छ मन्दिरको चाहिँ दर्शन गर्दैछौँ हामीहरू गर्मी एकदमै धेरै गर्मी छ हो त्यहाँबाट छिरेर आएको हो अनि यतातिर छिरेको छ यहाँ चाहिँ मेडिटेसनहरू गरिरहेको छन् स्टपको लाभ ध्यान गरेर रेडियोश्वर ज्योतिर्लिङ्ग यहाँ छ यस्तै छ है जोतिरहेको छौँ हामी चाहिँ मान्छे भिडियो बनाएको कि के गरे ज्योतिर्लिङ्ग उता छ महाकालेश्वर ज्योतिर्लिङ्ग हामी चाहिँ माथि उक्लेर एक तल माथि आउनुपर्ने रहेछ मेन मन्दिर चाहिँ यता छ रहेछ है हामी हेर्दैछौँ है गाइस ल मेन मन्दिर चाहिँ यस्तो रहेछ है भित्रको मन्दिर यस्तो छ भित्र अरू मन्दिर यस्तो छ एउटा चाहिँ कृष्ण लिएर छ त्यही भएर चाहिँ खिचेर लगाउने है यस्तो छ यता मन्दिर सबै यता छ सबै हामी घुमिरहेको छौँ भित्र मन्दिर यस्तो छ ए
पिपलको बोट रहेछ साथीभाइहरू यी अब यहाँ चाहिँ यो लोटातिर यहाँबाट चाहिँ जल चढाउने ठाउँ यहाँ रहेछ यी अब हामी यहाँ जल भरेर यसमा जल चढाउँछौँ है अब यो जल चाहिँ यहाँ चढाउँछौँ यहाँ सूर्यनारायणको चढाउँछौँ जल हामी सूर्यनारायणको पनि चढाउँदैछ मेन जल चाहिँ यहाँ चढाउनु पर्ने चाहिँ शिवलिङ्गमा चढाउँदैछौँ है हामी यसो ल दर्शन गरेर हामी फर्क्यौँ साथीभाइ माथितिर सबै भगवान्हरूलाई जल चढाउने भयो भने दर्शन गर्ने गरेर चाहिँ एक तल माथि जानुपर्ने रहेछ एक तलबाट चाहिँ हामी तल आइसक्यौँ हामी चाहिँ एकछिन बाहिर टल्लेर आइसक्यौँ बाहिर टल्लिन गएको झन्डै गर्मीले सिल्के मुढा खाएको होटलमा चाहिँ यहाँ एसी सेसी छ खाइन्छ त्यसले गर्दा अलिक सजिलो हुन्छ तर अहिले चाहिँ बाहिर चाहिँ निस्किने अवस्था नै छैन गाह्रो छ भित्र बस्यो होटलमा यस्तो आराम छ बाहिर गयो भनेदेखि गर्मीले खल पसिना हुन्छ त्यो भएर भित्रै छौँ आएर बसिसक्यौँ हामी अहिले चाहिँ यस्तो छ अवस्था दिल्लीको अवस्था यस्तो छ